नमस्कार सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू। हेलो गृहमन्त्री अन्तर्गत हाम्रो एमडिआर टिमले खबरदारी स्वरूप यो अभियान चलाएका छौँ। भिडियो अन्तिमसम्म हेर्नुलाई अत्यन्त महत्त्वपूर्ण छ। आज म कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा उभिएर बोलिरहेको छैन। म एउटा नेपाली नागरिकको हैसियतले बोलिरहेको छु। म एउटा यस्तो प्रश्न उठाउन चाहन्छु जुन प्रश्न आज पनि लाखौं नेपालीको मनमा छ। निर्मला पन्तलाई न्याय कहिले? वर्षौं बितिसके। सरकार फेरियो, प्रधानमन्त्री फेरिए, गृहमन्त्री फेरिए, कानून मन्त्री फेरिए, प्रहरी नेतृत्व फेरियो, अनुसन्धान गर्ने ठाउँका अधिकारीहरू पनि फेरिए। तर एउटा निर्दोष नेपाली छोरीको हत्याको सत्य र न्यायको खोजीबारे जनताको प्रश्न भने अझै समाप्त भएको छैन। आज म सम्माननीय प्रधानमन्त्रीज्यू, गृहमन्त्री, कानून मन्त्री, नेपाल सरकार तथा सम्बन्धित सबै निकायहरूसँग केही गम्भीर प्रश्न राख्न चाहन्छु। प्रधानमन्त्रीज्यू, तपाईँ देशको कार्यकारी नेतृत्वमा हुनुहुन्छ। संविधानले नागरिकलाई न्याय पाउने अधिकार दिएको छ। तर निर्मला पन्तको परिवारले वर्षौंदेखि न्यायको प्रतीक्षा गरिरहेको छ। आखिर उनीहरूले न्याय कहिले पाउने त? यो प्रकरणलाई निष्कर्षमा पुर्याउन सरकारले के कस्ता ठोस पहल गरिरहेको छ? जनताले स्पष्ट जवाब कहिले पाउँछन्? साथै गृहमन्त्रीज्यू, नेपालको शान्ति, सुरक्षा, अनुसन्धान र कानून कार्यान्वयन गर्ने निकायहरू तपाईको जिम्मेवारीभित्र पर्दछन्। यदि अनुसन्धान अझै जारी छ भने त्यसको प्रगति पारदर्शी रूपमा किन सार्वजनिक हुँदैन? यदि नयाँ प्रमाण भेटिन्छ भने त्यसलाई निष्पक्ष रूपमा अनुसन्धान गर्ने प्रतिबद्धता कहाँ छ? नेपाली जनताले सत्य जान्न पाउने अधिकार कहिले सुनिश्चित हुन्छ? साथै कानून मन्त्रीज्यूलाई प्रश्न, कानून सबैका लागि समान हो भन्ने विश्वास जनतामा कसरी कायम हुन्छ? यदि यस्तो गम्भीर घटनामा 8 वर्षसम्म न्यायको अनुभूति हुन सक्दैन भने न्याय ढिलो हुनु भनेकै पीडित परिवारको पीडा लम्बिनु पनि हो। यस विषयमा सरकारको स्पष्ट योजना के छ? हामी फेरि स्पष्ट भन्न चाहन्छौँ, हाम्रो उद्देश्य कसैलाई पनि प्रमाण बिना दोषी ठहर गर्नु होइन। हामी कुनै व्यक्ति विशेष विरुद्ध घृणा फैलाउन पनि चाहँदैनौँ। हामी केवल निष्पक्ष अनुसन्धान, सत्यको खोजी र कानून अनुसार न्यायको मागका लागि अघि बढिरहेका छौँ। निर्मला पन्त केवल एउटा नाम मात्रै होइन, उनी एउटी छोरी थिइन्, एउटा परिवारको सपना थिइन्। उनको परिवारले वर्षौंदेखि न्यायको आशामा दिन गनिरहेको छ। त्यो पीडा शब्दमा व्यक्त गर्नै सकिँदैन। सरकारहरू बदलिन्छन्, पदहरू बदलिन्छ, तर राज्यको जिम्मेवारीपन कहिले पनि बदलिँदैन। न्याय दिलाउने दायित्व सधैँ राज्यकै हुन्छ। त्यसैले आज पनि हामी यही प्रश्न दोहोऱ्याउँदैछौँ, निर्मला पन्तलाई न्याय कहिले त? यदि अनुसन्धानमा कुनै कठिनाई छ, जनतालाई जानकारी गराउनुहोस्। यदि नयाँ ढङ्गले अनुसन्धान गर्नुपर्ने आवश्यकता छ भने त्यसतर्फ अघि बढ्नुहोस्। यदि प्रविधि, विज्ञ वा अन्य स्रोत साधनहरूको आवश्यकता छ भने त्यसको पनि व्यवस्था गर्नुहोस्। तर यो अति भयो। विषयलाई समयको धुलोमा हराउन नदिनुहोस्। यो एउटा परिवारको मात्र मुद्दा होइन, यो राष्ट्रिय मुद्दा हो। यो नेपालको न्याय प्रणाली माथिको विश्वाससँगको जोडिएको विषय हो। जब कुनै पीडितले न्याय पाउँदैन तब प्रत्येक नागरिकको मनमा प्रश्न उठ्छ, भोलि यस्तो घटना म वा मेरो परिवारसँग, तपाईहरूको परिवारसँग भयो भने हामीले न्याय पाउँछौँ त? त्यसैले आज म तथा सबै नेपाली नागरिकहरूसँग पनि आग्रह गर्न चाहन्छु, शान्तिपूर्ण, सभ्य र जिम्मेवार ढङ्गले न्यायको पक्षमा आवाज उठाउँ। अफवाह होइन, प्रमाणको सम्मान गरौँ। घृणा होइन, कानुनी शासनको पक्षमा उभियौँ। र सम्माननीय गृहमन्त्रीले केही दिन अगाडि रोस्टरमा उभिएर भन्नुभएको थियो कि हामी गुप्त रूपले खोज्दैछौँ। त्यसको पनि हामीलाई जानकारी होस्। र अन्त्यमा प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यू, कानून मन्त्रीज्यू र नेपाल सरकारका सम्बन्धित निकायहरू
हामी तपाईहरूसँग कुनै असम्भव कुरामा आइरहेका छैनौँ। हामी त केवल संविधानले प्रत्याभूत गरेको अधिकार मागिरहेका छौँ। सत्य, निष्पक्ष अनुसन्धान र न्याय निर्मलापन्तको परिवारलाई दिलाउनुहोस्, सत्यलाई बाहिर ल्याउनुहोस्, दोषी जोसुकै भए पनि कानुन अनुसार कारबाही गर्नुहोस् र निर्दोषलाई कुनै पनि हालतमा अन्याय नहोस्। निर्मला पन्तलाई न्याय कहिले भन्ने प्रश्न आज पनि जीवितै छ। यो प्रश्नलाई यसको जवाफ दिनु राज्यको उत्तरदायित्व छ। त्यसकारणले गर्दाखेरि उत्तरदायित्व र जिम्मेवारी पनि हो। त्यसले गर्दाखेरि सम्माननीय सबै जोसँग सम्बन्धित छ यो कुरा, सम्बन्धित हुने पदाधिकारीहरूले यो कुराको ध्यान राख्नुहोला र पहिलाको सरकारले जसरी हामीलाई आश्वासन मात्र दिएको थियो, यो सरकारबाट पनि त्यो आश्वासनको मात्रै आश हामीले गरेका छैनौँ। किनभने धेरै आशका साथ हामीले धेरै सङ्घर्ष गरेर यो सरकार, नयाँ सरकार ल्याएका छौँ र तपाईँहरूप्रति हामीलाई आश पनि छ। यो आश मर्न नदिनु होला। हस् त, धन्यवाद।